तिमीहरू को कोलाई नक्सा चाहिएको छ आइजाऊ मसँग, म दिन्छु नक्सा भन्दै धम्काउने। अब कति पर्खिनु भन्नु न, तपाईँ 3 पढाउने हुँदा हामी पर्खिनु नि त, कति पर्खिनु हामी कति पर्खिनु भन्नु न, कति पर्खिनु भन्नु 5 वर्ष 10 वर्ष 20 वर्ष तेरो नक्सा म दिन्छु, म दिन्छु, म तेरो नक्सा म यस्ता कुरा याद गर नि फेरि मेरो यहाँ आएको नक्सा चाहियो नि आइज म कहाँ नक्सा चाहियो धनको आऊ 4-5 आउने। एक त जनप्रतिनिधिको कुर्सीमा बसेको मान्छे यसरी घर दैलो गर्नु के साँच्चै नै उचित हो? र दोस्रो कुरो, घर दैलोमा गएको मान्छेले मानिससँग रिजेर बुझेर उनीहरूका प्रश्नहरू सुनेर उनीहरूलाई चित्त बुझ्दो खालको जवाफ दिने कि यसरी थर्काउने? साथीहरू नमस्कार, आज हामी एउटा भाइरल भएको भिडियो जुन झापाको दमकमा केपी शर्मा ओलीले घर दैलो कार्यक्रममा उनका कार्यकर्ताले गरेको व्यवहार चाहिँ एकदमै आक्रामक रूपमा भाइरल भएको छ। आज हामी त्यसै विषयमा चर्चा गर्नको लागि यहाँ उपस्थित भएका छौँ। साथीहरू, अहिले चुनावी महल नजिकैसँगै नेताहरू जनताको माझमा बीचबीचमा पुगेका छन्। जुन नेतालाई हामीले चाहेर पनि जति कोसिस गर्दा पनि भेट्न सक्दैनथ्यौँ, ती नेताहरू अहिले आएर जनताको माझमा ढुलेका छन् र उनीहरूलाई सहजै भेट्न सक्ने खालका वातावरण पनि छन् यो समयमा। यही मौका पारेर स्थानीयहरूले आफ्ना गुनासा चासोका विषयहरू राख्नु एकदमै स्वाभाविक हो र उनीहरूको काम हो त्यो भएका गल्तीहरूलाई सुधार्ने र अगाडि कसरी चाहिँ दिशाका समाधान हुन्छन् भनेर उनीहरूले तर्क वितर्क राख्न पाउनु यो पनि स्वाभाविक कुरा हो। तर यसरी घर दैलो कार्यक्रममा नै गुन्डा बोकेर हिँड्दै गर्दा के साँच्चै नै यो देशले परिवर्तन पाउँछ त? यसरी प्रश्न सोध्ने आम सर्वसाधारण व्यक्तिहरूलाई धम्काउने, थर्काउने, डराउने खालको प्रवृत्तिले साँच्चै नै न्याय पाउला त देशले? एउटा सामान्य मान्छेले न्याय पाउँदैन भने देशले चाहिँ कसरी न्याय पाउन सक्छ? आज गम्भीर प्रश्न उठेको छ कि हामी लोकतन्त्रमा पनि राजकी शासन जस्तै उनीहरूले जे गरे पनि ठिक भन्दै हिँड्ने हो त? लोकतन्त्र आएको यत्रो वर्षौँ बित्दासम्म पनि खै त जनताको शासन आएको? आज गम्भीर प्रश्न उठेका छ। जनप्रतिनिधिको कुर्सीमा अझैसम्म पनि बसेका व्यक्तिले यसरी जनता थर्काउँदै हिँड्ने, उनलाई जनताले आफ्नो गुनासोहरू आफ्ना दुःख पीडा बताउनको लागि नै उनीहरूलाई जिताएर कुर्सीमा बसालेको होला नि? त्यसरी धम्काउँदै चेतावनी दिने व्यक्ति हुन् झापा जिल्ला गौरादह नगरपालिका वार्ड नम्बर 4 का वडा सदस्य सूर्यबहादुर निमाङ सुब्बा भएको जानकारी हामीलाई प्राप्त भएको छ। बाँकी तपाईँहरू आफ्नो विचार कमेन्टमा राख्नुहोला। तपाईँहरूलाई